फर्कनु नम्बर के हो केटा त्यो तीनजनाले पो बोलाउँदैछ त तीनजना राम्रो छ अझ भाग्य चम्किएको जस्तो छ केटाको ओइ यसले त हैन चाल दे त हामी जुम यसले जसलाई मन पर्छ त्यो है त्यसको गर्लफ्रेन्ड चाहिँ फेरि हामी सबैले मन गर्छ ओइ तर मलाई यसले मलाई नि चुज गर्छ ओ प्लिज म राम्रो छु मलाई मन पर्छ हामी औ सुन न स्वीट हार्ट भना न दिलको बात हजुर भन्नुस् न सुन कुरा चाहिँ यस्तो छ कि हामी तीनजना चाहिँ साथी हो हैन तीनैजनाले तिमीलाई मन पराएको छ हो अब तिमी कसलाई चुज गर्छौ एज अ गर्लफ्रेन्ड हो हामी सबैजना राम्री छ तिमीलाई मन पराएकै हो कसलाई चुज गर्छौ उ त राम्रै लाग्यो मलाई तर अलिक हेर्दा सहरको लाग्यो मलाई किनभने घरमा गरी खाने केटी चाहिएको सरी तिमी मेरो टाइपको हैन रहेछौ मलाई उ पनि धेरै राम्रै लाग्यो कि तर धेरै सानो रहेछ कि तपाई स्कुल जानुस् ल ब्लडी फुल आज स्कुल छुट्यो ब्रो आज स्कुल लाग्दैन भगवान मलाई तपाई चाहिँ धेरै राम्रै लाग्यो कि यसो हेर्दा पनि गरी खाने खालको लाग्यो त्यो मुखको कोठी झन् क्या दामी कि रेखा थापा सेम यो भन्नुभएको हजुरलाई बधाई छ मैले तपाईलाई एज अ गर्लफ्रेन्ड चुज गरे ल औ छिटो आउ न छिटो आउ न हैन छिटो आइजा न मोडिस बेबी सरी 1 मिनेट त ढिलो भयो नि हिजो कुटी आज नकुट्नु न बेबी 1 मिनेट त हो नि हो 1 मिनेट कहाँ झडाइस उठ 1 मिनेट कहाँ आज त सिस्नु पानी नलाइ भएन यहाँ तँलाई आज सिस्नु पानी नलाइ त नि 1 मिनेट कहाँ चाहिँ गइस कहाँ चाहिँ गइस 1 मिनेट त हो नि हो नजति भन् कहाँ गइस 1 मिनेट कहाँ गइस उही थियो अबदेखि चाहिँ 1 मिनेट हराउलास बुझिस घरमा गएर भात तिन सब गरेर बसिरहेको ऊ अब यस्तो भन्दा स्कुल पढ्ने बहिनी ल एक बार राम्रो हुन्थेछ अब यस्तो भन्दा स्कुल पढ्ने बहिनी ल एक बार राम्रो हुन्थेछ